सेभलेट क्याप्टिभा 2200 सीसी को डिजल फिल्टर आज चेन्ज गर्न जाँदैछौँ। यो चाहिँ च्यासिसको मुनि भागमा रहेको हुन्छ। 2200 सीसी मा चाहिँ तपाईको दुईटा डिजल फिल्टर बस्छ। हामीले चेन्ज गर्दाखेरि सिंगल गरेर दुईटै चेन्ज गर्नुपर्छ। क्याप्टिभा 2200 सीसी मा दुईटा डिजल फिल्टर हुन्छ भने 2000 सीसी को क्याप्टिभा मोडलमा चाहिँ तपाईको एउटा मात्रै हुन्छ। हेर्नुस्, हामीले डिजल फिल्टर चेन्ज गर्नलाई झारिसकेका छौँ र नेक्स्ट स्टेपमा नेक्स्ट डिजल फिल्टर पनि हामीले खोलिसकेका छौँ। यो चाहिँ तपाईको दुईटा सर्भिसिङ गर्दाखेरि चाहिँ डिजल फिल्टर एकचोटी हामीले फेर्नुपर्छ। हेर्नुस् है, डिजल फिल्टर बस्ने हाउसिङ। डिजल फिल्टर राखिसकेपछि हामी यसलाई फाइनल टाइट गर्नलाई टुल्सको सहायताले टाइट गर्छौँ। डिजल फिल्टर फेरिसकेपछि हामीले फाइनल यो नट टाइटली कनेक्सन गरिसकेपछि हाम्रो चाहिँ यो डिजल फिल्टर काम फेर्ने काम सकिन्छ।